लासो जय बस्यो सबैजना लासो आउँदैछ केही तामाङ गीत भजन कोरसहरू गाउँदै हाम्रो परमेश्वरको नाउँलाई हामी उचालौँ एकैसाथमा। जतिजनाले हेरिराख्नु भएको छ यहाँ अनलाइन मार्फतबाट तपाईँहरूले बुझ्नुहुन्छ बुझ्नुहुन्न केही फरक छैन, तर यो भजनहरूबाट परमेश्वरलाई महिमा भएको होस्। आमेन। बुझ्नुहुनेहरू सबैजनाले सुनिदिनु होला, नबुझ्नेहरूले पनि सुनिदिनु होला, ताकि त्यो सुनाइबाट चाहिँ तपाईँले आशिष पाउनुहुनेछ। हालेलुया। आउनुहोस् हामी तामाङ भजन नम्बर 5 गाउनेछौँ। जम्बुलिङ याङला दिमाई है निरलो लागि चिरो बसेर। यो संसार चाहिँ हामीहरूको घर होइन भन्न खोजेको छ है, 2 दिनको लागि मात्र हो। साँच्चै हेर्ने हो भने हो है, हामी संसारमा केही कुराहरू अनन्तसम्म रहिँदैन, जबकि यसुमा विश्वास गर्नेहरूमा चाहिँ अनन्तको घर चाहिँ स्वर्गमा छ। हालेलुया। हुन्छ हामी सबैजना मिलेर गाउँछौँ है। प्रशस्त मात्रामा महिमा होस् यो भजनबाट। साँच्चै नै है स्वर्गमा हामीहरूको घर छ, किन हामी सानो मन भएर हामी संसारमा जिउने है, यो भजनले भन्न खोजेको छ। त्यही कारणले हामीहरूले स्वर्गमा जाने अधिकार चाहिँ येशू ख्रीष्टद्वारा पाएका छौँ। त्यही कारणले हामी चाहिँ खुसी हुनुपर्छ। हालेलुया। हुन्छ हामी त्यसै नम्बरको भजन गर्छौँ, 6 नम्बरको भजन है, झन् मन फिल्दा
साँच्चै हामीलाई जन्म दिने आमा बुवाले पनि हामीलाई छोडेर जान्दछ यो संसारमा आफ्नो दाजुभाइहरूले आफ्नो आफन्तजनहरूले हामीलाई छोड्दछन् तर प्रभु येशूले कहिले पनि हामीलाई छोड्नुहुन्न हालेलुया प्रभुलाई महिमा भएको होस् अनि यो भजनले भन्न खोजेको कुरा त्यही नै हो कि परमेश्वरको प्रेम चाहिँ उहाँले हामीलाई दिनुभएको माया चाहिँ अजम्भरीसम्म रहन्छ जो चाहिँ अनन्त कालसम्म जुनी भर हालेलुया प्रभुलाई प्रशंसा होस् यो भजनबाट त्यसै गरी हामी अर्को भजन गाउनेछौँ हामी 114 नम्बरको भजन गाउनु यो समय है हामी सबैजना मिलेर हामी सबैजना मिलेर 114 नम्बरको भजन गाउनेछौँ प्रशंसा महिमा भएको यो भजनबाट साँच्चै भजन भन्नु कि आज भोलि भन्दा भन्दै हामीहरूको जीवन चाहिँ कहिले मर्ने हो त्यो हामीहरूलाई निश्चित थाहा छैन है त्यसको कारणले प्रभु येशू ख्रीष्टको वचन सुन्नुहोस् है भन्न खोजेको छ यो भजनबाट यो शरीरमा हुँदा जति पनि हामीलाई दुःख भए तापनि येशूमा चाहिँ के छ त आनन्दको जीवन अथवा सुखको जीवन चाहिँ छ हालेलुया प्रभुलाई उद्धारको बाटो चाहिँ येशू नै हुनुहुन्छ भनेर भन्न खोजेको
यो भजनले है प्रभुलाई महिमा होस्। त्यसै गरी हामी अर्को एउटा भजन गाउँ सबैजनालाई आउने 39 नम्बरको भजन सुन्नु प्रभु येशूदा डम्फुरा सिक्याफुरा। ओके हामी सबैजना मिलेर येशूलाई महिमा दिउँ है। यो भजनबाट पनि प्रभुलाई प्रशंसा अनि महिमा होस् है। यो भजनले भन्न खोजेको कुरा चाहिँ हो कि जीवित येशूलाई चाहिँ हामी डम्फु बजाएर प्रशंसा गरौँ अथवा गिटार बजाएर प्रशंसा गर्न सकिन्छ, हामी ताली बजाएर पनि हामी प्रशंसा गर्न सकिन्छ। हालेलुया। प्रभुलाई महिमा होस् यो भजनबाट। साँच्चै नै प्रभुको जय जयकार भएको होस्। हुन्छ अब हामी अन्तिम एउटा भजन गाउनेछौँ। हामी सबैजना मिलेर अन्तिम भजन गाउँ। हामी 120 नम्बरको भजन केवा केवा तैँले सुधी पिन्छ येशूसी। ओके हामी सबैजना मिलेर यो अन्तिम भजन है हामी सबैजना मिलेर गाउँ। 120 नम्बरको तामाङ भजन। केवा केवा
जति पनि तपाईँहरूले हेरिराख्नु भएको छ परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस् हामी सँगै तपाईँहरू जोडिनु भयो तपाईँहरूले जतिले बुझ्नुभयो हामीले गाएको यो भजनहरू कतिले बुझ्नु भएन तरै पनि यो भजनहरूबाट तपाईँको प्रशंसा अनि महिमा भएको होस् प्रभुलाई चाहिँ हामी सबैजनाले महिमा प्रशंसा दिएका छौँ हालेलुया तपाईँहरूलाई चाहिँ परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको छ यो भजन गीत सुनाइबाट तपाईँहरूले आशिष पाउनुहोस् भनी म प्रार्थना गर्दछु त्यो आशिष चाहिँ प्रभु येशू ख्रीष्टबाट मात्र पाउँदछ हालेलुया हुन्छ आजलाई हामी यतिकैमा यो भजनहरू गाउँदै राख्नेछौँ अनि केही दिनहरूमा पछिको दिनहरूमा हामी तपाईँहरूको सामुन्ने आउनेछौँ तपाईँहरूको प्रार्थना हामीलाई पनि गर्नुहोस् र हामीलाई पनि सम्झनुहोस् हुन्छ प्रभुलाई महिमा भएको सबैजनालाई जय मसीह